हेलो साथीहरू, नमस्ते सबैमा। दिस इज सुमी, वेलकम टु माई ब्लग। आज चाहिँ मोमो बनाउन जाँदैछु। मैले चाहिँ यो भाग लिएको छु मोमो किमा बनाउनलाई। यो रह्यो पनिर, पनिरमा चाहिँ मैले अलिकति सोया मिसाउनु छु। यो रह्यो सोया, त्यसपछि मैले लिएको छु यो कोपी चपिङ गरेको, अनि यो प्याज, अनि यो अदुवा लसुन। अनि त्यस पछाडि मरमसलामा मैले लिएको छु नुन, कति लाग्छ त्यो। त्यसपछि यो लाजेन, अनि यो रह्यो हाम्रो प्यारो मसला, मोमो मसला, नेपाली मोमो मसला। अनि मैले चाहिँ यो बटर लिएको छु, तताइसकेको छु। त्यो चाहिँ हातै किनकि हात सफाइ छ है। हाम्रो नेपालमा जस्तो त्यस्तो राम्रो खालको पनिर चाहिँ पाउँदैन, तर अलिकति सोल्टी टाइपको हुन्छ रहेछ। तर मलाई चाहिँ मिठै लाग्यो। मैले 1 महिना जति भयो मोमोहरू बनाउने ट्राई गरेको, मिठो लाग्यो। पहिलो सुरु मैले 2 प्याकेटको बनाएँ, मिठो लाग्यो। अनि 3 प्याकेट, योपालि मैले 7 प्याकेटको बनाएको छु। जस्तो लाग्यो। यस्तो देखेको छ किमा, त्यो देखेको छ एकैछिन। यो चाहिँ रह्यो मोमोको लागि
मलाई चाहिँ त्यस्तो राम्रोसँग मोमो बनाउन आउँदैन, काम चला हो, म आफै खानको लागि हो, त्यसैले हेर्न सक्नुहुन्छ यतिको बनाएँ। हजुरहरू पनि बनाएर ट्राई गर्नु होला। थ्याङ्क यू फर वाचिङ, बाई बाई। आजको रेसिपी मन पऱ्यो भने लाइक कमेन्ट सेयर गर्नु होला। मिस यु गाइज एन्ड प्लिज सब्सक्राइब टु माई च्यानल। बाई बाई।